भएको थियो उहाँको सम्झनामा स्मरण हामीले यो बाँकी निर्माण गरेका छौँ। संरचना निर्माण भएको छ, यसले पक्कै पनि हामी सम्पूर्णलाई बस्नको निम्ति सहयोग गर्नेछ। नाचधाम पेन्चठाम भनेको छौँ, त्यो हुनेछ भन्ने अपेक्षा लिएका छौँ। र साथै हामीले यहाँनिर एउटा ताम्रा पत्र त नभनौँ, एउटा मेटलमा लेखिएको छ, त्यहाँ पनि हामीले वर्ष सकेसम्म आफ्नो भाषामा लेख्ने कोसिस गरेका छौँ। यसले पनि हाम्रो भाषालाई बचाउनेछ भन्ने अपेक्षा लिएका छौँ। मैले सम्बोधन नगरिकन यहाँ छिटो रूपमा भने यहाँ सम्पूर्ण उपस्थितहरूलाई फेरि पनि धन्यवाद। र आजको यो सामाङ्कमा इक्सामाङ्कको निम्ति भेलाउनु भएका सम्पूर्णमा चाहिँ नमस्कार जडेवायु भन्दै र हामीले यही अवसरमा एउटा नास्ता त नभनौँ, सरुवा पनि त्यही उपलक्ष्यमा व्यवस्था गर्ने भनेर सहजीकरण गरिदिनु भएको थियो। यहाँ आयोजकसँग हामीले यो जमिनमाथि उभिन्द्र बोल्दिन्थ्यो माग्नुभयो होला सबै सुख शान्ति हामी रहौँ। विशेषतः हामीले यहाँनिर एउटा साथै यस कार्यक्रमलाई औपचारिकता दिनको लागि हाम्रा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी उद्घाटन साथै यस कार्यक्रमलाई औपचारिकता दिनको लागि हाम्रा प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी उद्घाटन